ल अर्को बिल्डिङतिर पुग्यो फाइनली। यहाँ बिल्डिङ छ यार चारैपट्टि। फेरि यहाँ नि स्कुल हो यो चाहिँ हाम्रो स्कुल हो, मदरसा भन्छ। यो मदरसा भन्नाले ठुलो कलेज जस्तै हो। अब हाम्रो नेपालमा चाहिँ अब अर्कै छ, यहाँ चाहिँ अब मदरसा, यो मदरसा भन्छ यसलाई, यो ठाउँलाई। अब हामी चाहिँ भनेको यहाँ चाहिँ कारहरू चाहिँ एकदम सस्तो पाउँछ। माटो नि 12,000 फाल्यो भने एउटा कार, यस्तो दामी कार आउँछ। यस्तो कार एउटा सपना एउटा छ, तर किन पनि लगाएछ। तपाईँहरूको सपोर्टले गर्दा हामी अब यस्तो बिस्तारै अब अगाडि बढिराख्यो भने अब यस्तै त हो नि। अब सपोर्ट गर्नु है दाजुभाइहरू, यही त हो नि। लाइफ बनेको यतिकै भयो। सपोर्ट गर्नु, त्यो मोटुले बाटोमा एउटा बटुको थापेर लागेर पनि सपोर्ट केटाहरू फेरि अलिक मजाकै छ। ल यसो बाटो अब काटिरहँदैछौँ हामी, बाटोतिर काट्नु परेछ। बाटो यस्तो छ यार, हेर सौदी भनेको यस्तो छ। हाम्रो दाइ यहाँ हुनुहुन्छ। ल दाइले केही पनि भन्नु चाहनुहुन्छ? होइन, म केही पनि भन्दिनँ अहिले। हो हामी ल अर्कोतिर लाग्यौँ, गाडी आएर ल दौड केटा दौड। अब ठाउँ चाहिँ राम्रो छ भने जस्तै छ। जे जस्तो भए पनि, सौदी भए पनि, खाडी मुलुक भए पनि ठाउँ चाहिँ अलि राम्रो छ। दामी छ एरियाहरू। हेर्नुहोस्, रुखहरू खासै छैन, तर यहाँ चाहिँ अलिअलि कतै देखिन पर्यो है। यस्तो फेरि खजुरहरूको जस्तो हुन्छ रुखहरू। अब हामी पढ्ने स्कुल भनेको यही हो, नाम लेखेको अब यही हो। अब नाम भनेको अब बनाएको त्यही त हो नि। अब हामी भनेको यस्तै हो, 3 जना छौँ, घुमिरहेछौँ। अब यो हाम्रो भाइ हो, यही हो। अब ल अर्कैतिर लाग्नु पर्यो। अब अहिले त्यहाँ आधा अरूको बाटोमा पुगेर त्यहाँको भिडियो पनि यसो सेयर गरौँ न। हजुरहरूलाई सपोर्ट गरिदिनु होला। हजुरहरूको एकदम सब्सक्राइब र लाइक र एकदम सेयर गरिदिनु होला भिडियोहरू। घरमा साथीहरूले साथ दिनु होला। जति मेरो फिमेल फ्लोवर्सहरू छन्, फेन फ्लोवर्सहरू। अब लास्टमा इङ्ग्लिसमा इन्डिङ होइन। थ्याङ्क यू सो मच गाइस। इङ्ग्लिस त अलिक कमजोर छ, त्यही त नि। अब त्यही हो यार, बिर्स्यो। अब अलि दिमाग लाग्दैन। होइन घोकेन होइन, यहाँ मेरो भाइले दिन्छ। ल को भाइ हो फेरि आफूभन्दा। ल अहिले चाहिँ बाई बाई छ।